हेलो गाइज वेलकम टु एमआरके ब्लग्स। आज यहाँ म चाहिँ यहाँ ओसाका आएको छु, ओसाका घुम्नलाई होइन। मेरी फुपू बसन्ती उहाँले घुमाउनुहुन्छ मलाई। अब हामी निस्किन लाग्यो घुम्नलाई रुमबाट। एकछिन कपाल स्ट्रेट पनि गरिदिन्छु रे, खै कस्तो गर्ने रहेछ हेरौँ। गाइज एमआरके ब्लग्स हेर्दै गरौँ। अब गाइज यहाँ चाहिँ मेरो कपाल स्ट्रेट हुँदैछ अहिले। आरामले अलि तेरो कपाल टाइट गरे म दुईटा हालेछु म त्यो वाह पानी हाले नि त त्यही भएर स्ट्रेट ओए तेरे नामको स्टाइल तेरे नामको सलमान खानको स्टाइल होला जस्तो जड्काउँ दिखायो ओए तेरे नाम कस्तो यता स्ट्रेट हुँदैछ मेरो चाहिँ भइसकेपछि लुक छ यो बजार त राम्रो कस्तो छ यसो कमेन्ट गरिदिनु। अब चाहिँ हामी यसो ट्रेन चढिसकेका छौँ घुम्न जानलाई। यो चाहिँ जापानको ओसाकाको मेट्रो हो। ल गाइज हामी चाहिँ यहाँ पुगिसकेका छौँ। खास लोकेसन पनि एक स्टेसनबाट झऱ्यौँ जाने ठाउँमा छँदैछ। यहाँ यस्तो दामी बगैँचा रहेछ, यसो देखाइदिउँ भनेर। यी मखमली फुलेको टिकटक सुरु भइसक्यो यता फेरि। वाउ कस्तो दामी दामी फुले रहेछ यार फुल। ओहो हो ओहो न कस्तो राम्रो रहेछ यार स्टेसन, मन पर्यो मलाई। गाइज हामी पुगिसकेका छौँ गन्तव्यमा। चुरुमी रोकुचे हो के भन्ने। ओहो टिकटक बनाउन हतार भयो यहाँ। तपाईँ पनि यसो घुम्न मन छ आउनु होला। यो ओसाकाको चुरुमी रोकुचे पार्क। ए टिकटक वाली ओ माइ गॉड हो ए सयपत्री तर यो डाँडे फुल यार। सयपत्री अलि ठुलो हुन्थ्यो हल्का ठुलो साइजको। अनि यो टोकरी फुल के गरे खै नामसम्म थाहा छैन तर राम्रै छ। फाउन्टेन पनि दामी लाग्यो गाइस। एमआरके ब्लग्स हेरेर सब्सक्राइब लाइक सब गरिदिनु होला त। यो चाहिँ किङडम अफ नेपाल। हाम्रो नेपालको मन्दिर जापानमा पनि बनाएर रहेछ यार। ओ माई गड खुसी लाग्यो। हेरौँ कस्तो छ ट्याक्क। यो क्या दामी काष्ठकला ट्याक्क इट्टा हाम्रो नेपालको भक्तपुरको जस्तो होइन। ओहो यो त भक्तपुर दरबार आए जस्तो लाग्यो त मलाई काष्ठकला हेर्दाखेरि। ओहो ओहो यो त ट्याक्कै भक्तपुरमा हुन्थ्यो सेम यार। आहा बहुत खुसी लाग्यो मलाई यो देखेर जापानको। ओ माई गड यो चाहिँ हाम्रो भक्तपुरको जस्तै छ है, नेपालको जस्तै। आउनु होला अवश्य गाइज। कस्तो लाग्यो बसन्ती? एकदम नेपालकै मन्दिरमा आए जस्तो महसुस भइरहेछ। नेपालकै मन्दिर त हो के बोलेको भाइ। वाउ गाइजहरू यो चाहिँ रोज गार्डन रहेछ तर रोज खासै अहिले सिजन नभएर फुलेकै छैन। यसो फुल्यो भने देखाउँला। फाइनल्ली हामी हाम्रो गन्तव्य ट्याक्क यहाँ विन्ड मिलमा पुगिसकेका छौँ होइन। यो मेन गन्तव्य चाहिँ यहीँ हो यहाँको। त्यहाँ अगाडि फुलहरू पनि तर फुल्या हुन्छ। त्यो दामी भ्यू छ त्यो देखाउनेछु। यो चाहिँ अहिले सनसेट हुँदैछ। वाउ मलाई पनि के भन्नु छ दुई शब्द जाओस् त। ए हो ल ओके छ त। हो म चाहिँ क्योतोबाट विशेष घुम्न आयो हो। एमआरके ब्लग्सलाई फलो गरेर राखौँ कहाँ कहाँ घुम्न जाने ठाउँ हो। म चाहिँ यहाँको लोकल हो गाइज होइन। यो चाहिँ घुम्न आएको हो। तपाईँ पनि आउनु अनि सँगै घुम्न जानुपर्छ। ओके छ त गाइज। ओहो कत्रो ठुलो माछा हो साथी हो। समाएर लैजाउँ के च्याप्प समाएर। ओहो ओहो जा एक समात त कुलु कुलु भन्। त्यही नै यो हेर्दा कत्रो ठुलो छ यही समय। यही समय दे रिसायो। वाह यो चाहिँ नाइट भ्यू है गाइज। वाह माछा यो चाहिँ इभिनिङको भ्यू है गाइज। ल गाइज यो भ्लग यहीँ सकाउनु पर्ने देखियो होइन। अँध्यारो भइसक्यो। बाँकी अर्कोचोटि हेर्दै गर्नु होला एमआरके ब्लग्समा। यसो सब्सक्राइब पनि हानिदिनु होइन। ल के भन्नु छ यो इन्ड गर्दाखेरि बसन्ती? थ्याङ्क यू गाइज। वाह पीछे से थैंक यू बाय बाय।